नमस्कार, मेरो नाम मनोज तुलाधर हो। फेरि आउँदैछु लिएर बिमाको कुरा। आजको सन्दर्भ रहनेछ D&O इन्स्योरेन्स, यसलाई डाइरेक्टर्स एन्ड अफिसर्स लायबिलिटी कभरेज भनिन्छ। यो E&O एरर्स एन्ड ओमिसन्स कभरेज भन्दा डिफ्रेन्ट हो। यो आजको सन्दर्भ आउँदाखेरि किन आयो त भन्दाखेरि एकजना मेरो परम मित्र उहाँले यो चासो देखाउनु भयो। संस्थामा हुँदाखेरि के कस्ता किसिमको डाइरेक्टर्सको लायबिलिटी हुनसक्छ र यसलाई कसरी प्रोटेक्ट गर्ने भन्ने कुरा सोध्नुभयो र त्यही विषयमा खोज गर्दाखेरि यसलाई इन्फर्मेसनलाई पनि यो सबै अरूलाई पनि काम लाग्छ कि भनेर मैले भिडियो बनाउनु खोजेछु। र एउटा कुरा अब मान्नुपर्छ हामीले के भन्दाखेरि हाम्रो नेपाली अमेरिकामा बस्ने थुप्रै सङ्घ संस्थाहरू खोलेर हामी बसेका छौँ र हामी किन संस्थामा कुनै पनि डाइरेक्टर लेभल अथवा अफिसर लेभलमा बस्नु त भन्दाखेरि ताकि त्यसमा के गर्न सक्छौँ। बिकज वी लभ द मिसन, वी लभ द कम्युनिटी पिपल, यो हामीले के गरौँ भनेर नै आउनुभएको हुनुहुन्छ सङ्घ संस्थाहरूमा। तर जति पनि यहाँले केयर गर्नुहुन्छ, तर यदि भोलि केही प्रब्लम भएको अवस्थामा यो तपाईँको आफ्नो जति भावनाले तपाईँलाई प्रोटेक्ट गर्दैन। यदि आफ्नो संस्थालाई एउटा 501c भन्छौँ हामी, नन प्रफिट संस्थालाई पनि किन मुद्दा मामिलामा पर्नुभयो भने एज अ डाइरेक्टर र अफिसर्स तपाईँको लायबिलिटी हुनसक्छ। र यो लायबिलिटी कस्तो हुनसक्छ, तपाईँको यदि यो मुद्दा खेप्दाखेरिको खर्चदेखि लिएर सबै र हाम्रो आफ्नो पर्सनल जायज यथाबाट सम्पत्तिबाट असुल पर हुनसक्छ। एक ल अनुसार स्टेट वाइज फरक हुनसक्छ। स्टेट ल अनुसार तपाईँको जायज यथा सम्झ घर, जग्गा, तपाईँको बिजनेस जे पनि यसमा पर्न सक्छ। र यससँग सम्बन्धित च्यारिटीसँग सम्बन्धित छ भने यहाँ च्यारिटी इम्युनिटी ल भन्ने छ। तर त्यसले जजमेन्टमा मात्रै यसले असर गर्ने हो। तर जुन डिफेन्स कस्ट हुनसक्छ, यो डिफेन्स गर्दाखेरि पर्न सक्ने कस्टहरू लाखौँ डलर पनि हुनसक्छ। र यसको थुप्रै उदाहरणहरू छन् यसैले लाखौँ डलर यसरी गुमाउनु परेको। र 10 वर्षको विगतको 10 वर्षमा 2/3 जुन जति D&O क्लेममा रिपोर्ट गरिएको छ त्यो झन्डै अरू प्राइभेट अर्गनाइजेसन भन्दा पनि झन् दोब्बर रूपमा छ। भनेपछि अमेरिकामा 20% संस्थाहरू यस्तै नन प्रफिट अर्गनाइजेसन 501c अर्गनाइजेसनहरू छन् र त्यसमा पर्ने मुद्दामाबाट चाहिँ जति क्लेम आउँछ झन् त्योभन्दा प्राइभेट बिजनेसभन्दा पनि बढी मुद्दा परेको देखिन्छ। र मुद्दा कसले हाल्न सक्छ त भन्दाखेरि होला यहाँको भेन्डरले हाल्न सक्छ, यहाँको अब डोनरहरूले हाल्न सक्छ, र कम्पिटिटर भयो, र जोसुकैले हुँदाहुँदै तपाईँको सबभन्दा ठुलो सु गर्ने चाहिँ गभर्मेन्ट रेगुलेसनै हुनसक्छ है। त्यही भएर हामीले प्रोटेक्ट गर्नु जरुरी छ। यदि यहाँहरूको नजरमा कोही आफ्नो मान्छेहरू श्रीमान श्रीमती अथवा आफ्नो परिवार कोही साथी दाजुभाइ कोही हुनुहुन्छ संस्थामा लाग्नु भएको डाइरेक्टर रूपमा खटेर राख्नु भएको छ, प्रब्ली उहाँ बिजी यति हुनुहुन्छ यो भिडियो पनि हेर्न भ्याउनु हुन होला उहाँले होइन। यहाँले सोध्नु पऱ्यो, यहाँले भनिदिनुहोस्, सोध्नुहोस् यदि तपाईँको संस्थामा यस्तो खालको D&O इन्सुरेन्स कभरेज छ कि छैन। भोलि त्यो कारणले यदि केही भएको अवस्थामा आफ्नो सम्पत्ति जायज सबै पर्ने भएकोले यो कभरेज लिनु जरुरी छ। र कृपया यो मेसेजलाई सेयर गरिदिनु होला। धन्यवाद यो भिडियो हेरिदिनु भयो र आशा गर्छु यो भिडियो मन पराउनु भएको छ। त्यही भएर यसलाई लाइक गरिदिनु होला, र यसलाई सेयर पनि गरिदिनु होला। र फेरि आउँदैछु म लिएर अर्को बिमाको कुरा नेक्स्ट विक। धन्यवाद, नमस्ते।